व्यस्त परिवेशमा छरिरहनु भएको मेरो आफन्तजनमा गुड मर्निङ नमस्कार भन्न चाहेँ। आज भने यो सानो एउटा यो टोइलेटभित्र पनि हम्ममभित्र पनि एउटा भिडियो बनाउन मन लाग्यो, किनभने मलाई एकजना आन्टीले अथवा सिस्टरले शिष्टाचार सिकाउनु भएको छ। अब खोइ यसको कथा अलिक लामै छ, नगरौँ होला। अब छोरा मान्छेको अरे यति लामो हुन्छ अरे, यसरी समातेर दिनुपर्ने अरे, टुप्पोमा पनि यसरी समातेर दिनुपर्ने अरे। हो यस्तो लामो, यति लङ, यो त लङ त यत्रो नहोला सिस्टर, तर पनि यसको कथा निकै लामो छ। अब गाउँघरमा भए पनि यसो बारी मर्न भए पनि यसो 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 गर्दा नि हुन्थ्यो नि। अब यहाँ त यो सानो हम्मम हुँदो रहेछ, त्यसले गर्दाखेरि समातेर पनि दिनु पऱ्यो नि। भाग्छ भनेर होइन क्या, यो मैले बनाइदिएको शिष्टाचार नियम भने तपाईँहरूले पनि त्यो यता फर्केर यहाँ डिलमाथि बसेर यस्तो माथि बसेर यता माथि बसेर दिने होइन। अस्ति मलाई यहाँ झन्डै कानमा पऱ्यो, हौ बज्नु पनि के साह्रो खतरा सिटी बजेको त गरेर त म त ढाँडा कुकर बजेछ भनेर जो तर्मेमा फर्केर हेरेको त तर्मभित्र यस्तो गर्नुहोस् तपाईँहरू, यस्तो गरेर अनि पारिदिनुहोस् तपाईँहरूले। अनि यता भिसन बोरी लगाइदिएर यता बेसनमा लगाइदिएर अब यस्तो माथि बसेर दिनु हुँदो रहेछ। हो यस्तो माथि बसेर यस्तरी दिनु हुँदो रहेछ नि। यस्तरी बसेर दिएपछि त भित्ता त सबै छेडिएर अनि बाहिरतिर आएपछि त कहाँ हुन्छ। यस्तो ल्याम्मै बसेर दिनुहोस् न तपाईँहरू, यस्तो च्यापेर सबै तल जान्छ त। त्यस्तो हो क्या यो। फेरि यहाँ चाहिँ खतरा यो सेतो सर्प पाइन्छ भन्थ्यो, सेतो सर्प जस्तै यो यस्तो यस्तो हलेर अस्ति म त होइन दिसै कार्टुनजेल भयो त। सर्प पाइन्छ सेतो भन्थ्यो, यो त ठ्याक्कै यसो हेरेर यहाँ त यस्तो यस्तो हलिजाँदा त अनि म त आएछ भनेर दिसै सरी उठी गएँ भने अलिक यसरी नै सचेत रहेर दिसा पिसा गर्नुपर्ने रहेछ है साथी हो। यस्तो पो छ अरे यहाँ त, नाम त कडा रहेछ। ल कहाँ कता हुनुहुन्छ आफ्नो ख्याल गर्नु, क्या गर्नु होला, काम गर्दाखेरि होसियारपन नगर्नु होला, जानेका सिपहरू सबैलाई सिकाउनु मैले पनि देखेको अनि यसो तपाईँहरूलाई जानकारी गराउन चाहेँ। मेरो नाम चाहिँ 36 कान्छा हो, ठोट्ने बारी साइलाको छोरा म।